मेरो चाहिँ बारीमा सब्जी लाउनु तयारी हुँदैछ है साथीहरू भन्दै सबैजनालाई नमस्ते। बिहानै निस्क्यौँ आमा छोरा हो, चिसो चिसोमा आगो पनि फुक्यौँ ताप्दै काम गर्दैछौँ, सफा गर्दैछौँ। मेरो पनि नानीले हेल्प गर्दैछ। मेरो नानीले चाहिँ ढुङ्गाहरू बटुल्दै त्यहाँ थुपार्दैछ। म चाहिँ यहाँनिर सोतरहरू सफा गर्दैछु, यो जलाएर सफा गरौँ भनेर। अन्त यो माट चाहिँ डल्लै भत्काएर निकाल्नु छ हो। अन्त यो निकाल्नु चाहिँ हामीलाई निकै टाइम लाग्यो। अन्त यसरी चाहिँ सफा गर्दैछौँ। मौसम एकदमै राम्रो भइरहेको छ, घाम लागिरहेको छ हो। यो हामीलाई गर्नु चाहिँ 2 दिन लाग्यो, 1 दिन चाहिँ सफा गरिराख्यो। अन्त आज सन्डे चाहिँ हामी सब्जी लगाउँ भनेर यसरी इस्कुस चाहिँ सबै निकाल्यो हो। अब राखेर पनि फाइदा छैन, गाईलाई दाना हुन्छ भनेर। अन्त दाना पकाउने दाउरा यो ठाङ्गाहरू चाहिँ हो। अन्त ठाङ्गाहरू सबै बटुल्यो। अन्त यसरी चाहिँ हामीले क्लियर गरेर पनि खनिसकेको छ। अब यसमा सब्जी लाउनु बाँकी छ। अहिले चाहिँ भने सागको बिउ उखाल्दैछु साथीहरू। अस्ति पनि रोपेको, त्यस्तो राम्रो भएन हो। त्यो चाहिँ मैले पछाडि छरिराखेको थिएँ, त्यत्तिकै राम्रो आएछ। अन्त एकदमै राम्रो आइरहेको छ नि त, लोपै लाग्छ। अन्त चाहिँ अलिअलि सारिदिनु पऱ्यो भनेर साथीहरू। अन्त अरू बेला त हामी साग पुरा रोप्छ, यतिखेर त पुरा भइसकेको हुन्छ। तर यसपालि चाहिँ भएन हो, कुनै के भयो, सबै बिग्रेर पिल्सेर गयो। अन्त अहिले चाहिँ भने म यसरी उखाल्दैछु। उखाल्नु पनि पुरा टाइम लाग्छ हो। उखालिसकेँ यसलाई चाहिँ म बोरामा हालेर लाँदैछु, त्यसो गर्दा चाहिँ छरिँदैन हो। बारी एकदमै रेडी छ, मलहरू सबै रेडी गरिसकेको छु। यसमा चाहिँ म अलिकति धनियाँ पनि लगाउँछु, अलिकति मटर पनि लगाउँछु भनेर बिहानै भिजाइराखेको थिएँ हो। 3-4 ड्याङ जस्तो मटर लाउँदैछु। अन्त मटर चाहिँ म 1-2 दिनबाट रोप्छु, रोप्नु चाहिँ, तर अलिकति अगुवा रोपिराखेको। अन्त यसरी चाहिँ म साग रोप्दैछु हो। आजको दिन फेरि हाम्रोतिर धुम्मै छ हो। अन्त रात परि गयो भन्दै हतार रोप्दै बसिरहेको छु। अन्त मेरो नानीले पनि हेल्प गर्दैछ मलाई हो। तर उसले के रोप्नु जान्दैन, प्र्याक्टिस सिकाउँदै गरेको सबै बारीमा काम आमासँगै हो। यसरी चाहिँ आमा छोरा भएर चाहिँ हामीले रोपिसक्यौँ भन्दै सबैजनालाई बाई बाई।